यहाँबाट आएको पनि त्यहाँबाट आएको पनि त्यो हुन्छ होलीको पनि काखमा निदाउने सपना तिम्रो मेरो नौमती बाजा बजाउने सपना तिम्रो मेरो
सय खोला सँगै तर्ने सँगै बाँच्ने सँगै मर्ने मिलेर लो पुरा गर्ने सपना तिम्रो मेरो सपना तिम्रो मेरो सपना तिम्रो मेरो सपना तिम्रो मेरो बाहेक अर्को छैन चाह कहिल्यै नहुनु मदेखि टाढा तिमी बाहेक अर्को छैन चाह कहिल्यै नहुनु मदेखि टाढा तिम्रो छेउसँगै बस्ने अङ्गालोमा तिमीलाई कस्ने सँगै रुने सँगै हाँस्ने सपना तिम्रो मेरो सपना तिम्रो मेरो सपना तिम्रो मेरो सपना तिम्रो मेरो हटाउने छैन मनबाट कहिले धडकनमा राखेकी छु तिमीलाई मैले हटाउने छैन मनबाट कहिले धडकनमा धडकाउने यो मनमा सजाउने जीवनमा तिमीलाई पाउने सपना तिम्रो मेरो वरिपरि आएर घरी घरी म बसेको त्यसै हो र भन त्यसै हो र तिम्रो घरको वरिपरि आएर घरी घरी म बसेको त्यसै हो र भन त्यसै हो र जोत्दाखेरि लजाए जे गरी म हाँसेको त्यसै हो र भन त्यसै हो र हो तिमीलाई दुख्दा यो मन रोने तिमी हाँसे खुसी हुने यस्तो किन भइरहेछ थाहा छैन र यो माया हैन र माया हैन र यो माया हैन र माया हैन र साँचो माया हैन र यो माया हैन र दुई पाइला मात्रै भए पनि तिमीसँग हिँड्ने चाह मेरो जिन्दगी भरि सँगै भयो भने आहा मेरो जीवन कस्तो होला नभेट्दा पनि म तिम्रै थिएँ
माया हैन र माया हैन र साँचो माया हैन र यो माया हैन र जन्म जन्म सँगै हुने गरे मायाको डोली चढाई तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मन्द्रोको बार खराको छानो मन्द्रोको बार खराको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आदो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी ला 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 तिम्रो छाती मेरो बास अङ्गालो भर तिम्रो छाती मेरो बास अङ्गालो भर मेरो भन्नु मात्रै तिमी अरूको नै छ र मेरो भन्नु मात्रै तिमी अरूको नै छ र भुल गर्ला कहिले काहीँ नरुवाउनु जानी जानी भुल गर्ला कहिले काहीँ नरुवाउनु जानी जानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा सिद्धार्थी नाम संवत्सरे श्री सूर्य उत्तरायणे मासानां मासो तमे मासे तद्रमसि होइन नि उल्टो परेन यो हातमा राख्नुहोस् त
कर्मसाक्षिले दिपनारायणाय नमः चलाउनुहोस् कलशे वरुणाय नमः चलाइदिनुहोस् या श्रीमान गणाधिपतये कन्या पिता सुबोधाङ्गति मन्त्र पढे थाप्नुहोस् है कसैले परलाई चाहिँ नमस्कार गर्नुहोस् त ओम नमः श्रीपदे नमस्ते गरिदिनुहोस् के ओम नमः श्रीपदे नामपदे उमापदे गजपत्र नमस् विद्या भारती नमाम्यहम् भयेश्वर स्वस्ति वायु धर्मस्वती स्वस्ति दादाले स्वयं स्वस्ति श्री गणपति शैव स्वस्ति श्री माधवद्रिय स्वस्ति पाणी शरणं पर्वते ओम पर्यटकाय कल्याण स्थलाय श्री बाबुले छोडिदा धर्मार्थ काम मोक्षतराय मोक्ष दुबा मन्त्र राखिदिनुहोस् राखिदिनु भयो सबै कुराहरू त्यसमा राखिदिनुहोस् त हरि विष्टरम विष्ट राख्यो पन्नलम पन्नलमा स्कन्धे कानमा शिरमा पादयो पाउमा जानुनी घुँडामा उदरे पेटमा नमस्तुताय शास्त्र मूर्तये शास्त्र बाधा छिरुभावे शास्त्र नामले पुरुषा शासुके शास्त्र कोटि युगधारले नमः हात बनाइदिनु पर्यो सर र त्यो गुलाब पक्षीकाले त्यसलाई जतन गरिदिनुहोस् है अन्त लगाइदिनुहोस् है ल अब त्यो कपडा खोलिदिनुहोस् बाबु ल यसो धुपबत्ती गर्नु पर्यो अनि आहा बल्ल कति राम्रो सुहायो नि माला त मैले सानो बनाइदिन्छु सर एकखेर बरको परिकल्पना गर्नुहोस् त बत्ती राखेर यहाँनिर कहाँ बत्ती राखौँ यस्तो नमस्कार गरौँ त यहाँनिर कहाँनिर चाहिँ बाबानी धर्म यो राखेर यहाँनिर कहाँनिर चाहिँ बाबानी धर्मान्तर विद्यानि छ तानि सर्वाणि नश्यन्तु पदक्षिणाम पदे पदे अब त्यो स्याहार गरिदिनु त पनि स्याहार गरिदिनु त्यो हामी होइन त अब त आशको बसाल्ने अब विद्याबलं माला पनि लगाइदिनुहोस् है तिमी कुरा अहिले पछिबाट दिउँला हो यति स्वागत होला ल अब बाबाहरूले फुलहरूले स्वागत गर्दा अरू के हो बक्सियोस् हो त्यही हो पर्सियामाथि है यो राता फुले हानेर अब ड्रेस बिग्रेलान् कपडा बिग्रेलान् हो टक्क टक्क लगाइदिउँ धेरै हुनुहुन्न टिका लगाइदिउँ अब यो कागज पर्दैन ल अब कुर्ती गर्ने अब भोजन तयार भयो अब भोजन चलाउन पाइयो हो छाता भयो अब यता कर्म हुन्छ छाता कता कुरो भयो त्यतै हो हुन्छ स्ट्यान्डमै राखौँ यतै राखौँ भिडियोको लागि हजुर किन सपनामा चोकी जस्तो लाग्दैछ आज किन सपनामा चोकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुले पल पल घडी घडी मेरे
बाटो हेरी सजेकी छौ मेरे निम्ति सोर श्रृङ्गार गरी पल पल खडी खडी मेरै बाटो हेरी सजेकी छौ मेरे निम्ति सोर श्रृङ्गार गरी मुटुको त्यो ढुकढुकी थामेर बसेकी बेहुली फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम गर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम गर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली हात धुनुहोस् भयो ठ्याक्क त्यसै भए हात चाहिँ उला प्रबन्धनाथ छोडेर लगाइदिनुहोस् पहिला देवी प्रबन्धनाथ हरे प्रसिद्ध प्रसिद्ध मातर जगतो विदेश्य प्रसिद्ध विश्वेश्वरी भाइ विश्वम त्वमेश्वरी देवी चराचरस्य लौ दुलालाई लगाइदिनुहोस् आयु दोण सुते श्रेम दशरथे शत्रुक्षो राघवे ऐश्वर्ये नौशे गतिश्च पवने मानन्द दुर्योधने शौर्य शान्तनवे बलभरधरे सत्यन्त बुद्धि मन्त्र हो यो मान्यता गरे भाइले खरो ल हरि ओम विरादो दोषी विरादो दोहा मसिया मैपादा लौ भाइ राजाको पनि खाइबक्सिनुहोस् न एकैचोटि हरि ओम विरादो दोषी विरादो दोहा मसिया मैपादा विरादो दोहा ल हात धोइबक्सिनुहोस् त त्यस्तै यसो दात्री स्वाहा सोदा नमस्तुते देवी प्रबन्धनाथि हरे प्रसिद्ध प्रसिद्ध मातर जगतो खिलस्य प्रसिद्ध विश्वेश्वरी भाइ विश्वम त्वमेश्वरी देवी चराचरस्य यो अक्षतामा थोरै धोइहाल्नु बाबा त्यहाँ पौडिन्थ्यो तर प्रसिद्ध विश्वेश्वरी भाइ विश्वम त्वमेश्वरी ल अब दक्षिणा अब भाइ आइदिनुहोस् अनि फेरि अनि अरू अङ्कलहरू बोलाउँला भगवान् विष्णु मङ्गलम गणध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय ततो हरे लाभा तेषां जय तेषां कुत तेषां वरादय येषां इन्दिवरस्यामो हृदयस्थो जनार्दन तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्र थोरै धेरै पनि बग्छ ताराबलं विद्याबलं दैवबलं तदेव ढोग्यू बाबु ढोग्यू लौर बाबु विरादो दोहा मङ्गलाय तरो हरे या कुम्यन्तु साराहारतमना या सुन्दरस्ताविता या वीणा प्रदन्नमण्डितग्रहा या सुरितपद्मासना
जाड्यापा बुढाबुढीलाई घुम्छन् नभए नातिनी ज्वाइँको हातमा हालिदिनुहोस् न अब ढोगिदिनुहोस्। बुढो मान्छेको अब ढोगिदिनुहोस्। जय हो। भन्नुहोस् तपाईँले दिनुहोस् है बिहा छु मैले त यो बर्दिमा शरीर देवी चराचर आशिष दिन पायो ल भयो। जीवन सुख शान्ति र समृद्धि होस्। लौ ढोग्दा के भयो? हो मायाले बोलेको बोली मिठो भो सुरिलो आवाजको जादु छुट्टै भो
फोटो स्टाफ डल्लै भने नि हुन्छ तर हिजो 7 बजे मुलको कुरा होइन काठमाडौँमा आउनु त पुरा 4 घण्टा लाग्छ होइन अब यही बाटो काट्ने मात्रै कास्टिकको टाढा होइन यो गोडा धुँदाखेरि पानी चलाइन्छ नि त बुवा त्यसले गर्दा हुन्छ बत्ती चालिएको छ निर्माण गरेपछि बसेर नि होइन स्वाट अब भ्याइन्छ अनि फेरि साथी छुट्नु भयो भने बर्बाद हुन्छ मेला आदेश सुन्नुहोस् त म्याडम दुःख त परे होइन दुराइले हेर्दा पनि हो फन्डी आमा हुनुहुन्थ्यो भन्ने हुन्छ तर त्यो अनुहारै नदेखि ग्यार यही हेरेर थाहा पाउने हो को आथ्यो को आथेन चिन्नु पर्यो ल भेडु विराजस्य कि नामक सदोहक दामोदर तुझे भेडु कन्या बसेका बेला हालमा गएर सुत्नु भयो सुत्दैन टिको लाउनु भयो त्यसपछि त्यहाँ फेरि 5 बजेसम्म त्यही गाडी एकछिन रेस्ट गऱ्यौँ अनि हिँड्यौँ के गाडीवालालाई पनि रेस्ट गर्नु सिर हावामा हेरा मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा हेरा सिर हावामा हेरा मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊँ माया गरिरहन पाऊँ हेरिरहन पाऊँ माया गरिरहन पाऊँ भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ
भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ दुःख पीडा मनको सारा एकै शब्दले धोइदिन्छ खै कस्तो कस्तो आभास उसको मायाको हो एउटा बहाना छ यति लामो बाटो सम्झिर माउै जिउने पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन पाऊ हेरिरहन पाऊ माया गरिरहन हेर सिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा हेर सिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा हेर सिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊ माया गरिरहन पाऊ गाली का बालिनी दुर्गा क्षेम शिवा धात्री सोहा सोधा नमस्ते देवी प्रपन्नादि हरे प्रसीद सीद मातर जगतो दिनश प्रसीद विश्वे स्वरिपाय विश्वम दुर्गा क्षेम शिवा धात्री सोहा सोधा नमस्ते आशीर्वाद दिनुहोस् है सर कन्यादान होइ मन्दिरका अगाडि गरौँ लागि है यहाँ भन्दा ओ उहाँ राम्रो शान्ति राखेर गर्नुपर्छ नि अति राम्रो एउटा पानी त्यसमा पिउँछ एउटा कति भुलको सस्तो लैहाल्छ हुन्छ
ठिक त है म्याडम ठिक त है अन्त होइन नि मङ्गलाकाली भद्रकालीका बारेमा ठिक्क लगाइदिनुलाई धेरै छेउ नदाबिदिनुलाई फोटो खिच्नु छ बेला बेनी जतिकै खट्नुपर्छ कि बराबर खट्नु पर्यो छुट्यो भने छुट्टीको बेनी बर्बाद हुन्छ ओहो भन्न पाइएन फेरि गोरा धुनुहोस् त भन्न नमिल्छ अनि कुरा गर्छु छोटो मिठो है मेरो आफ्नो ड्युटी पुरा गर्छु है हस् एक झलक ल मलाई भन है आउनुहोस् भरोसा आउनुहोस् बकाइदा चाहिँ मेरी साली नानी हुन् काइली साली मेरी हजुर लो लो मेरो भिनाजुको घर सिन्धुपाल्चोक मिलम्ची दुलालहरू मेरो भिनाजुहरू इन्द्रावती चलचित्र मन्दिर थियो पहिले बजारमै हजुर Don't have to get done. Get the gun to go
खनाउला सर अहिले है जतिलाई उनीहरू पौराको स्माइल गर्नु ह्याप्पी मोमेन्ट बनाउनु न त ल ह्याप्पी मोमेन्ट बनाऊ ल अब कन्यादान दिन जाने कि ल अब बुवा उठाउनु पऱ्यो ल ह्याप्पी मोमेन्ट स्माइलिङ मुख बन्द राख्नु है दाँत देख्यो ल दुला राजाको पनि दुला राजाको दाँत देख्यो कि ए ल रेडी वन्स मोर ल ल पर्दैन दिदी पर्दैन छोरीले हाल्दै हुन्छ पानी अब कन्यादानको बेला भयो हरि ओम तत्सत 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 ओम कन्यादान निमित्तक परपूजनम उत्थाय दुर्वाक्ष सहित शङ्खोदकम भन्छ। तपाईँ शङ्खको जल हातमा लिनुहोस् अनि छोरीको बुढी हल्का एकुण्डा थोपा चौस हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत श्रीमद् भगवतो महापुरुषाख्याया पर्वतमानस्य सकल जगत सिद्धिकाणो परलो विद्यापराधे श्री श्वेतवराकल्पे वैवस्वतमनोत्तरे अष्टाविंशतमे युगे शततीर्थाद्वापरान्ते युगे कलियुगस्य प्रथमचरणे भारतवर्षे भारतखण्डे जम्बूद्वीपे आर्यावर्तान्तर्गत हिमवत् दक्षिण पार्श्वे बागमत्यां पश्चिमदि भागे नेपालराज्यान्यां पार्श्वक्षेत्रे पश्चिमदि भागे गोर्खा राज्ये पश्चिमदि भागे गण्डकी प्रदेशे पश्चिमदि भागे स्वर्गद्वारी पुण्यभूमौ पूर्वभागे प्यूठान नगरपालिका अंतर्गत विद्वान नगरे या स्थाने षष्ठी संवत्सराणां मध्ये सिद्धार्थी नाम संवत्सरे श्री सूर्ये उत्तरायणे मासानां मासोत्तमे मासे वैशाख मासे शुक्ले आदौ पुण्यां तिथौ आदेशु पुण्यतिथौ सहितान् परिहारार्थं दशपरान् आत्मना सहितान् एकविंशति पुरुषानुदर्तुं थोरै हाल्नुलाई म्याडम वर्म लोक 50 कोटि योजन विस्तृते अस्मिन् भूमण्डले सप्तर्षि मण्डल पर्यन्तं बालुकाभि कीर्तरासे वर्ष सहस्रावसाने मैले धेरै मन पराउने मैले धेरै मन पराउने तर भन्न पनि डराउने मैले धेरै मन पराउने तर भन्न पनि डराउने धेरै दुःखले खोजेको धेरै धेरै रोजेको तिमी नै हौ मेरी प्रिय 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 मैले धेरै मन पराउने लजालु त्यो मुस्कान त्यसैमा म हराए लजालु त्यो मुस्कान
बिर्साउँछौ कि तिमी भन्न पनि डराए आज हिम्मत गरेर आए आज हिम्मत गरेर आए अङ्गालोमा तिमीलाई पाए धेरै दुःखले खोजेको धेरै धेरै रोजेको तिमी नै हौ मेरी प्रिय 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 सदैव सा नाति प्रतिज्ञा गर्नुभयो खलाइदिनुहोस् त हजुरकी छोरी मैले कति लरी पालिदिन्छु भनेर प्रतिज्ञा गर्नुभएको छ ल अब त भयो बिदाबारी अब जान पर्यो है यो गर्ने यसो ढौगिदिनु भयो ढौगिदिनुहोस् सबैको यही हो के प्रतिनिधि हो गर्नु अब मन्दिरतिर साँच्ची त उहाँ फोटो गराउने गर्नु आएको बिल्कुल जिउलाई फुटाल्नुहोस् कि त्यो उसले कटौराले मिठो गराउनुहोस् एकदम राम्रो बनाउनुहोस् है ल अब मैले यहाँ पर्दै अब यसरी कहाँ पाइन्छ र दुलाईले त्यहाँ हात राखौँ त तल हात राखौँ होइन बर्गाको माथि दुलाईले हात राखौँ अब दुलाले पिस्नियो बल्ल हरि ओम ओम भित्र शेषी तदा बन्द बुदान मुद्यादा श्रीमन् देवा सोदागु बातेदा उषा डुग्रो वाबेर सुन्नुहोस् त हरि ओम हरि वाप्नुहोस् त्यो बौद्ध सुन्नुहोस् त्यो पनि वाप्नुहोस् सकल जगत श्री कौशल्यम नेत्र बहादुर पर बड़ो पूर्व दिने अभक्ष्य अगम्य अगम्य अपरसा सकल दोष निवारणार्थम प्रजापते कर्मणि फलापराम त्यार्थम इमाम गावों में अर्थसंधु गावों में संत पृष्ठता गावों में हृदय संतु गवा मध्य बसाम्य हम एउटा नोट सक्नुहोस् अध्यय कृते तत् तिरालीमा जप्नुहोस् प्रायश्चित धेनु प्रतिष्ठात भएन तुभ्यहम सम्पर्दने यहाँ दिनुहोस् बाबु त्यो गाई पनि यता पुऱ्याइदिनुहोस् त हरि ओम देव हुव शान्ति यता राख्नुहोस् देव हुव शान्ति अन्तरिक्ष बत्तीलाई फुलक्स त त्यहीबाट चलाउनुहोस् ओम दुःखमं भवतु कल्याणम आरोग्यम सुख सम्पदा मम शत्रु विनाशाय हजुर यस्तो यस्तो
जी हुन्छ सहुला परे मरि जाउला भन्छु भने देह त्याग्छु अरू कसैको नि मलाई हुन नपरोस् जलेरै खरानी पाए आकाशमै बिलाए अटल रहन्छ प्रीति हरेरै हामी गाए विश्वासको भरोसामा नजिक छैन टाढै भए पनि रमाउला टाढै भए पनि रमाउला औ ताना तान दुलारा बल्यो कि धेरै धेरै लौ लौ हरि ताना तान गरौँ हजुर लगन गाँठो अब कसियो हुन त 7 बजे 6 बजे भन्नुहुन्थ्यो अब लगन भयो है लगन भयो हजुर हो कस्तो तरिका त है बल्ल हेर्छु होइन त पाइयो हरि ओम सोच ए बाबु हरि ओम पहिले दाउरा पनि यहाँ मोटा दाउरा हेर्नु पाइन्छ पाइन्न रहेछ अनि मोटा दाउरा छैन छैन यसमा छैन खै अन्त पाइए हो ल अब देऊ दुलैले देऊ अब बाँकी सबे श्रीदोर्बाहुभ्यां पुष्पोष्टाभ्याम् आम्नये दुष्टं गिरामि त्वत्वर्गपतिर्नयः शोभामहस्ते कृता ॐ नमो श्यामाय इति अन्तपदे ऋषिशङ्करदेवते मधुवर्गडोलदेवयोग ॐ नमो श्यामानन्दशनेन अविद्यं तत्त्वेन ॐ एन् मधुगो भयो होला बाबु त्यसलाई दुई त भयो बाबु 2 भाग भयो धेरै गरौँ होला नि फेरि दुलैले गाह्रो मान्नु होला ल भयो होइन 2 भाग भयो होइन एउटा सानो भयो छट्ट छट्टै पितृदेवता बेहुनमा यही पितृदेवता बेहुनमा श्रीमान गणाधिपतये नमः लक्ष्मीनारायणाभ्यां नमः उमामहेश्वराभ्यां नमः वाणी हिरण्यगर्भाभ्यां नमः सचिपुरन्दराभ्यां नमः इष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः स्थापितदेवताभ्यो नमः सर्वेभ्यो देवेभ्यो नमः पहिले मिठो मिठो दोस्रो उडाले खानुहोस् मिठो छ शुद्ध छ अर्काले खानुहोस् अलि स्लो खानु न स्लो आहा ल खानुहोस् बस खानुहोस् अब 5वटै उडा हाल्न सब पार्नुहोस् त लौ त 5वटाले झ्याम बस पानी दिनु पर्यो हात धुनु पर्यो उता पिसेर मिठो ल दुलाले उता सिन्दुर हालेपछि खाइदिने हो है अब नेकनाक दिनुभएछ भने नत्र अहिले होइन केही हुन एकदम सुरक्षित राखिदिएको छु है मैले है हो छोपेर राखिदिएको छु ल एउटा उत्तरी के लगनको पोते हजुर गुरु लु लगाइदिनु पाइयो गुरु पोते हजुर लगाइदिनु ल लगाइदिनुहोस् लगनको पोते बर्की पनि चट्ट उडाइदिनु होला है ल पछ्यौरी ल्याऊ बहिना भन्ने यही हो हजुर यस्तै काँचा भए पनि यस्तै खोज्या हो गर ल अब पछ्यौरी पनि उडाइदिनुहोस् ल उडाइदिनु भयो होइन बाबु उडाइदिनु ल उडाइदिनु भयो मधुपर्क पनि भयो अब त्यो फेरि एउटा ओम अग्नि स्वाइदम अग्नि मिठो है हजुर छोटो मिठो ल थोरै किन सम्झना मात्रै हो धेरै बेर लिने होइन ल छोटो मिठो भयो थोरै दिन्छु मैले सम्झना
ओम इंद्रो ज्येष्ठानाम ज्येष्ठानामाधिपतिर्देवता पंकजन अभ्यान होमे विनियोग ओम इंद्रियाय ज्येष्ठानाम बाबु तुलाई भन्दा पछाडि सुन्नुभयो तो घुमन तो दुला दुलाई शिलामा टेकेर अग्निमा 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 अलि जोड्ने भन्नुहोस् फेरि हालिदिनुहोस् ए बाबु अलि हालिदिनुहोस् त्यहाँ राजा धेरै छ एकपल्ट भाउ है भन्नु है अनिवार्य आइदिनुहुन्छ है फेरि हालिदिनु बाबु एक बेला अरे ब्राह्मणो परम प्रसिद्धायत महाराष्ट्र राजन ब्राह्मणो प्रसिद्धायत महाराष्ट्र राजन यो 8वटा पर्वत लाग्नु सदियामा हरि ओम बाबु बाबु त्यहाँ 8वटा पर्वत लाग्नु पर्यो त म यहाँ हरि ओम आगडे त्यहाँ 8वटा पर्वत हात 8वटा थुक्का हरि ओम हरि ओम हरि ओम एउटा छेउमा 8वटा लावाला उत्तराखण्ड अब प्रत्येकमा पूजा गर्नु होला भन्ने मन्त्र पढ्छु है हरि ओम फुल ओम सुमेधु पर्वताय नमो नमः शिखरम एउटा पर्वतको पूजा भइरहेछ है शिखरम महादेव पानुरम हेम भूषितम तत् विष्णुर विषय मरुत स्वर्ग सभाहा दोस्रोमा ओम श्री पर्वताय नमः उही दोस्रो पर्वतमा के त्यहाँ दोस्रोको पूजा भयो है ओम श्री पर्वताय नमो नमः
बुद्धायुक्तम छोडिदिनुहोस् ल ए बाबु छैन मायाले जीवन साथीको फुला राम्रो लालु पातेको छैन मायाले जीवन साथीको कश्मीरे पछ्यौरी दार्जिलिङको रे लामसाइले बिराती दिन बाँचुन्जेल कश्मीरे पछ्यौरी दार्जिलिङको रे लामसाइले बिराती दिन बाँचुन्जेल लामसाइले बिराती दिन बाँचुन्जेल अब पहिलोचोटि खाइदिनु पर्छ कि ल ल ल खाइदिनु ल तपाईँले पनि है ल खाइदिनु ठिक छ पास है हो अब हामीले पनि खान्छौँ अब हामीले पनि खान्छौँ हामीले अब फोटो सिधा हेर्नु होला रेडी
ल आउनुहोस् दुला दुला आउनुहोस् सँगसँगै आउनुहोस् आउनुहोस् यताबाट ल आउनु पर्यो त नानी लुलु अघि पैसा बसिरहँदा नानी बाबुले बसिरह हो पकाउनु पर्ने भएन आदि भयो मेरो जीवन आउ तिमी पुरा गर्छौ के खाली भयो मेरो सिउँदो आउ तिमी सिन्दुर भर्छौ कि आदि भयो मेरो जीवन आउ तिमी पुरा गर्छौ के खाली भयो मेरो सिउँदो आउ तिमी सिन्दुर भर्छौ कि अझै तिम्रो जीवन म पुरा गरिदिउँला खाली तिम्रो सिउँदो मायाले भरिदिउँला अझै तिम्रो जीवन म पुरा गरिदिउँला खाली तिम्रो सिउँदो मायाले भरिदिउँला चाह मेरो जिन्दगीमा अरु केही छैन थाहा मलाई जिन्दगीमा तिमीमै हराउने चाह मेरो जिन्दगीमा अरु केही छैन थाहा मलाई जिन्दगीमा आदि आदि मेरो जीवन तिमी पुरा गर्ने भए खाली खाली मेरो सिउँदो तिमी भर्ने भए अझै तिम्रो जीवन म पुरा गरिदिउँला खाली तिम्रो सिउँदो मायाले भरिदिउँला अझै तिम्रो जीवन म पुरा गरिदिउँला खाली तिम्रो सिउँदो मायाले भरिदिउँला मनै हुन्थ्यो दङ्गा फेरिन्छ कि जस्तो लाग्छ जीवनको रङ्ग तिम्रो नजिक हुन पाए मनै हुन्थ्यो दङ्गा फेरिन्छ कि जस्तो लाग्छ जीवनको रङ्ग जिन्दगीको यात्रा सँगै तिमी तय गर्ने भए मृत्युको अन्तिम क्षणमा सँगै मर्ने भए अझै तिम्रो जीवन म पुरा गरिदिउँला खाली तिम्रो सिउँदो मायाले भरिदिउँला अझै तिम्रो जीवन म पुरा गरिदिउँला खाली तिम्रो सिउँदो मायाले भरिदिउँला
तमे यानी कानी च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि नश्यन्ति परदक्षिण हातमा ल्याएर चढाउँदै हिँड्ने हो कि दुलै यसो एउटा हातले टपरीमा राख्नुहोस् म बायाँ त लाभाले हुनुहोस् बायाँ हातले गर्नुहोस् अब दाहिने हातले चढाउँदै हिँड्नुहोस् बायाँ हात टपरीसम्म ए हो यसो जहिले पनि त्यही गर्ने काम छ दाहिने हात लिने बायाँ हातले चाहिँ दाहिने हातले यानि कानि च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि नश्यन्ति परदक्षिणा पदे पदे त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्यां द्रविणं त्वमेव सर्वं मम देव सर्वमङ्गलमङ्गले सर्वे सर्वार्थसाधिके सर्वे गौरवनारायणि नमस्तुते ससङ्गचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीरुयक्षं सारभक्षस्थलकौस्तुभश्रियं कतिपटक गुरु एकैपटक गयो होइन गुरु भयो विधि हो अब सुनेर गरेको विवाह कर्म हाम्रो सफल होस् भगवान लौ हामी तपाईँका दास हौँ भन्नुहोस् है भाउ नानी भाउ जे कर्म गरे नि दुईटैलाई लाग्दैन छ भनेर पनि भनाऊ त्वमेव माता सविता त्वमेव बन्धुश्च सखा त्वमेव विद्यां द्रविणं त्वमेव सर्वं मम देव यहाँ दुलाई बक्सीको आउनुहोस् त भन्नुहोस् सावित्रै नमः लक्ष्मी होइन पखाल्ने हात पखाल्ने आगे हात म एउटा छोटो मात्र दिन्छु है षष्ठी देवी नमः ओम ह्रीं षष्ठी देवी नमः यो मन्त्र सम्झिनुहुन्छ नि दक्षिणा गुरु भेटी दक्षिणा ब्राह्मण हिताय जगत हिताय कृष्णाय गोविन्दाय नमो नमः लौ कोही भेट भएछ भने यसो गुरुबा भन्नु होला लौ नमस्ते गर्नु नमो परमन्य देवाय गो ब्राह्मण हिताय जगत सरव यता आउनुहोस् त नमो परमन्य देवाय गो ब्राह्मण हिताय जगत हिताय कृष्णाय गोविन्दाय वैष्णवै भू स्वाहा कुण्डभित्र स्वाहा लौ बस्नुहोस् बाबु अब यति गर्नु घरको छ कि चामल बचिया छ पुरो पातो ल्याउनुहोस् यहाँ बस्नुहोस् अन्त पुण्य फलदा अथ शान्ति परे छबे ओम दक्षिण बा हुन्थ्यो गरेर पुरो पातो ल्याएर हरि योगा हुन्छ है अब बस दिने दक्षिण सिक्नु नि पर्यो नि अब त देवाङ कस्मै देवाय हविखा विदेमा ल कुसा टुक्रो ल्याउने जलवाब लिएर उठाउने त्यसलाई बाबु यी कुसा टुक्रो नानीले पनि कुसा टुक्रो छोप्नु पर्यो जल हाप्नु पर्यो यहाँबाट अनि चाहिँ दक्षिणा उचाल्नु पर्यो हरि ओम तत्सत् हरि ओम तत्सत् भगवतो महापुरुषस्य विणोराज्ञाय प्रवर्तमानस्य प्राणी वाक्नुस् सर सकल ब्रह्म सकल सिद्धि काणो ब्रह्मणो द्वितीय प्रार्थे शीर्षोत्त वराहकल्पे मैवशोत्त बलते सर्वसाधिगोतवतारे सखि समस्तराम माध्ये कालयुक्त सिद्धार्थी नाम संवत्सरे श्री सूर्य उत्तरायणे मासानां मासपमे मासे चन्द्रमसि अंकुरास्थिते अन्येषु ग्रहेषु यथा स्थानस्थितेषु सासु एवं विष्टायां सुपलितो आदेः आद्र्य गोत्रोत्पन्नम आद्र्य अरुणाचल श्यामा सत्य पर्वतमाद्यदिनि शाखाजलसु पूर्वोक्त संकल्प सिद्धिरस्तु आदेः घृता कौशल्य गोत्रोत्पन्नो हम नेत्रबहादुर ब्रह्मणो हम मम स्वपत्नी शैलजा नाम्नी देव्या हम मम शुभ विवाह कर्मणि सांगता सिद्ध्यर्थम न्यूनातिरिक्त परिपूर्णार्थम अपूर्ण पूर्णार्थम इमाम भैषधरणाम दर्भनोष्टम दैवतम धातुम यथा दैवतम भारद्वाज गोत्राय माधव प्रसाद सर्वणे सुविदिताय ब्राह्मणाय दक्षिणात्वेन धातु हम सृजय दासन नमः मण्डपमा छाएर राख्नुस् बाबु हो त्यो छाएर राख्नुस् तपुरतिर राख्नुस् है ल तपुरतिर राख्नुस् तपुरतिर दासन नमः तत्सन नमः त्यति होइन नि है तपाईँ तमो अस्तु त्रायुगम ल साथी है ल अब अक्षता बनाउनु पर्यो ल
ए बाबु ऊ त्यो गरुड कलशको खदय शान्ति वनस्पतय शान्ति विश्वे देवा शान्ति ब्रह्म शान्ति सर्वगुण शान्ति समा शान्ति रेधि चक्षुर्देव हितं पुरस्तात् समुपसे मा शरद सदा म्याडम यता आउनुहोस् न पसे मा शरद सदा जीवे मा शरद शरद सदात् ओम शान्ति लौ अब त मैले भगवानलाई बिदा गराउने पनि यन्तु देवता सर्वे पूजकामिक मादय इष्टकाम प्रसिद्धार्थं पुनरागमनाय च आवाहनं न जानामि विसर्जनं पूजां सैव न जानामि प्रसीद परमेश्वर लौ नजानी आह्वान गरियो पूजा गरियो हे भगवान खुसी भइदिनु होला औँठी झिक्न पर्यो तिरानीमा चोबेर हेत्तिन अर्पण गर्नु पर्यो भुइँमा कायेन वाचा मनसा गरेर बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यत् सकलं परस्मै नारायणायेति समर्पयेत् ल अब शत्रुप राघवे ऐश्वर्य नौशे गतिष्ठ पवने मानन्त दुर्योधने शौर्य शान्तनवे बलमहलधरे सत्यन्त कुन्ती सुते विज्ञाने विदुरे भवति भवतां कीर्तिश्च नारायणे ल नानी जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षेम शिवा धात्री सोहा शोधा नमस्तुते देवी प्रपन्नाति हरे प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरी वाय विश्वं त्वमेश्वरी देवी चराचरस्य यो दक्षिणा नमो ब्रह्मण्य देवाय गो ब्राह्मण हिताय च जगत हिताय कृष्णाय गोविन्दाय नमो नमः लोलाउनुस् नानी आगढेन सावर्तमानो निवेशेन शनि मृत्युमर्त्यं च हिरण्येन सविता रथेन देवयाति भुवनानि पश्यन् लो दक्षिणा दिनुहोस् र नमस्कार गर्नुहोस् त ल बाबु नमो ब्रह्मण्य देवाय गो ब्राह्मण हिताय च जगत हिताय कृष्णाय गोविन्दाय नमो नमः लो अब त बाबु ब्राह्मण हिताय च जगत हिताय कृष्णाय गोविन्दाय नमो नमः आगढेन सावर्तमानो निवेशेन शनि मृत्युमर्त्यं भुवनानि पश्यन् ल आउनुहोस् औ हात समाएर आउनुहोस् ल आउनुहोस् मैले माथि मात्रै खिचेको छु अब दुलै त पक्कै अन्मिन जाने हो यहाँसम्म छोडिदिनु ए जानुहोस् हेर्नुहोस् एकचोटि हामीलाई हेर्नुभयो नि अब एक अर्कालाई हेर्नुहोस् हो अब फेरि हामीतिर हेरिदिनुहोस् ल अब म हामीतिर लुक्स गर्नुहोस् अब एकचोटि एक अर्कालाई हेर्नुहोस् फेरि हो ल ल हात समाएर लुक्स एकअर्कामा अनि मलाई हो अब एकचोटि फेरि हजुरहरूले एक आपसमा आई कन्ट्याक्ट गर्नु ल अब यता मलाई ल घिउ लगाऊ हजुर जुवामा सँगसँगै लगाउनु मङ्गलम गौडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरि ल हजुर गोपी भाइ ठ्याक्क लगाइदिनु यो बेलामा है मङ्गलम गौडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरि ल लगाइदिनुहोस् त सर सो ल हजुरले यताबाट लगाइदिनुहोस् ए बाबु यो बुवाको टोपी सेयर गरिदिउँ लगाइदिनु टिका लगाइदिनु हो सबैलाई दक्षिणा गर्नुहोस् त पहिला ल ठिक छ टोपी लाउन दिनुहोस् अरू कुरा तपसिल गरौँ ल ल ल दक्षिणा गर्नुहोस् त म्याडम मालासँग त माला लगाइदिनुहोस् ल दक्षिणा दिनुहोस् ल उहाँ दिनुहोस् सबैले ठिक छ ल ल त्यो स्याहार गर्नु त्यो पनि एकछिन हातै दिने हो अब के गर्ने हो त्यो त्यही गर्ने एकैछिन है आउँदैन भन्नु होला ए ल भाव
सबै केही दिनेहरू सम्झिने दिने हजुरले यो 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 हजुरले सम्झिँदै दिनुहोस् यो हजुरले राखिदियो है फिर्ता गरेर बनिदिनु उता अब उहाँ जाँदा सम्झिनेले फेरि के बसाएर आउनुभयो भने त सम्झिने अत्तर छर्केर पाउँछ सम्झिने पारिदिनुहोस् न खै ताली हानिदिएको त ल खाइसक्नु पर्छ है खाँदा के फरक परेन ठिक छ एउटा केरा त खानुपर्छ अब एक अङ्कमाल ल सम्झीको ल भाइ नमस्ते के हुनु हो एक सेर त जुगामै सक्ने हो अनि अब गले मिल्नु पर्यो गले मिलौँ हजुर ल अब बोल्नु है त ल तदेव धङ्गमुषुदिनं तदेव ताराबलं सम्झिने त्यो स्याहार गर्नु पर्यो दक्षिणा यावलं दैवबलं तदेव रथध्वजा मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनो हरे त सबै कुरा मङ्गल होस् अब चाहिँ अब दक्षिण दैवक सुसदुले ल नमस्ते गर्नु ल गले मिल यस्तो हो तरिका ल जय हो लो गले मिलाऊ यता राम्रो भएको छ यसरी बुझ्नुहोस् ल गले मिलाऊ ल आहा ल लो सम्झिने यता एकजना त्यहाँ रेडी भएर बस्नुहोस् ट्याक्क 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 हातमा दिने यसरी निस्किँदै जानुहोस् होइन यतैबाट जानुहोस् यहाँ डिस्टर्ब हुन्छ फोटो खिच्न ल हो त्यो फुल र यो टीका समात्दिने मान्छे आउनुहोस् त उहाँलाई एकजनाले टीका समाइदिनुहोस् हजुर नानु सर हजुर उहाँभन्दा उता गइबक्सियोस् त हजुर त्यो भएपछि हजुरलाई हामीले छेक्यो भन्न पर्दैन
जेठो जोइ हुनुभयो ए हे ए घरको जेठो ज्वाइँ असाध्यै राम्रो भूमिका निर्वाह गर्नुभएको थियो है हजुर एकदम हजुर ओहो धेरै जान्थ्यो हजुर टिका थापेर यताबाट आइदियो बक्सेला है होइन उतैबाट फिर्ता हुँदा हुन्छ हजुर फेरि चेक हामीलाई छेकिन्छ हजुर बाबु जन्तीहरू कसैले नछुट्याइदिनु होला है दक्षिणा गर्नुमा है कोही बजारतिर गयो भए गाडीका स्टाफलाई पनि पठाउनुहोस् है पठाइदिनुहोस् अब जति तपाईँले चाँडै गर्नुभयो उति चाँडै भिनाजु कुरा आयो होला कति हजार जति भयो अरे माग 10,000 भयो सालीको माग 20,000 होइन 10 मात्रै मात्रै भयो भयो लु बच्नु भयो यहाँ त 50 माग्छन् कि भन्ने डर थियो दाङतिर त 50 छोड्दैनन् ओहो धेरै छुट दिनुभएछ अब भिनाजले भन त्यति नै हो कि अलि भिनाजलाई छुट गर्छ कि भन्नु पर्यो भिनाजले पनि अझै ठोकेर दिनुपर्छ कि पहिले डिस्काउन्ट गरेर भने हो कि बाबुले मागे अलि आधा त अलि मार पर्छ कि हजुर मागै ठुलो छैन त सरासर अनि ओ माग ठुलो छैन होइन हामी बाबुले मागे जति नै गर्छौँ लु गर्नु नि त ओहो लौ न यो त मिलेन
यो वार्ता भन्न आउने कुरो हो होइन हामीले बाबुले भने जति यो 10 सुन न एकचोटि 10 यो 1000 ल 10 बाबुले मागेको कुरा गर्यौं नि हैन यो त 10 सय भयो प्रभु यो त 10 सय भयो त्यसरी त भएन प्रभु यो साह्रै मार पर्ने कुरा भयो अहिले रमाइलो कम्पनी घाटामा पर्ने भयो यसरी साला कम्पनी धेरै घाटामा पर्यो हजुर आम्मा आएको आइछ है हजुर यो आइ नै रहन्छ है हजुर अनि भए पो आउँदैछ है हजुर अझै दक्षिणा पाएस ढोग्नु पर्यो ल कुरो मिल्यो है हजुर अब दुला दुलै जानुहोस् हजुर मजा लाग्दिन अब दक्षिणा हात लगाइदिनुहोस् यो यसो हात लगाइदिएर त्यहाँबाट उहाँले आफै जिम्मा लिनुहुन्छ हामीलाई खाँचो हुन्न ल छोरीलाई पनि दक्षिणा गर्नुहोस् ल ए म्याडम यो ठ्याक्क उता ल गइको हात लगाइदिनु ल त्यो यसो ल भयो होइन दही खुवाइदिनु दुईजनाले खुवाइदिनु छोरीलाई खुवाउनुहोस् ज्वाइँलाई पनि खुवाउनुहोस् मध्य दिनु क्षमा माग्दै अब बिदा हुन चाहन्छौँ हजुर शरण पर्नुपर्छ मिल्छ त्यति भइहाल्यो हजुर कुरो मिलायो मिल्छ हजुर हजुर ल आउनुहोस् आउनुहोस् म्याडम होइन दुलाले नछोड्नुहोस् दुलाले छोडेर एक्लै हिँड्न पाइँदैन है हजुर अब आजबाट हजुर सँगसँगै हिँड्ने हो हजुर आजबाट सँगसँगै हिँड्ने हो दुलाले छोड्न पाइन्न हजुर भन्ने कुरो छ अब यहाँ ढोका मुखबाट भाइले बोकौँ है हजुर ल भाइले यहाँबाट ट्याक्क बोक्नु पर्यो एकछिन त बोक्नु पर्यो गर्छु ल बाटो छोड भयो एकछिन सुस्त सुस्त त अब नाच्थेर ल लु जाउँ घुमाउँ होइन यहाँ हो चाहिँ उसको टपरीमा के छ हजुर भनिबस्छ ल हजुरहरूको ल गाडीमा ल
तानि सर्वाणि नश्यन्तु पदक्षिणां पदे पदे जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षेम शिवा धात्री सोहा सोधा नमस्तुते देवी ल ढोका खोल्नु छ त्यहाँ पार्नु तुलाइले ल घुम्नुस् घुमाउनु पर्ने गाडी लाग्छ त चलाउनुस् त हजुर विद्या भयो नानीलाई दियो नानीसँग यो एउटा बाहिर चिया अनि गाईलाई पूजा गर्दै घुम टायर पूजा एकचोटि घुमेर आउने थिएन एकचोटि घुमे त होला होइन मीठा कुरा गर्दै खोला नदी सागर तर्दै जाऊँ धेरै परा नौला नौला सपना बुन्दै केही भन्दै केही सुन्दै जाऊँ धेरै परा न कुनै बन्धन न कुनै अडचन न छ कसैको डर जाऊँ धेरै परा जाऊँ धेरै परा भना तिम्रा कुरा म सुनाउँछु मेरा कहानी तिमी भना तिम्रा कुरा म सुनाउँछु मेरा कहानी फेरि म परे तिम्रै हरा जाऊँ धेरै परा जाऊँ धेरै परा कुनै सीमा रेखा माया अझ गाढा होस् यसै गरी जिन्दगी भरि मलाई माया गर जाऊँ धेरै परा जाऊँ धेरै परा
साथै जाऊं धेरै पर नौला नौला सपना बुन्दै केही भन्दै केही सुन्दै जाऊं धेरै पर जाऊं धेरै पर जाऊं धेरै पर